हेलो एन्ड नमस्ते गाइज। आज चाहिँ म कानेपोखरी 2 स्थित धाम गाउँमा चाहिँ दिमाल जातिहरूको जात्री मेला आएको छु र आज तपाईहरुलाई म यो मेलामा के र कतिको भिड छ भनेर तपाईहरुलाई देखाउने छु। हेर्नु होला है। भिड चाहिँ यस्तो छ। हामी 2-3 जना आएका छौं। यो भिड हो। आज मौसम पनि क्लियर चाहिँ अगाडि बढ्दैछौँ। तपाईहरुले के देख्नुहुन्छ कमेन्ट गर्नुहोला। हाम्रो सिस्टर सिंगारका सामानहरू यता राखेका छन्। यता पानीपुरी तथा जेरीको पसलहरू छ। आइसक्रिम। नमस्ते। यता जेरीको पसलहरू छ। यस्तो भिड छ। के छ दाइ? ठिक छ? नमस्ते। के छ गाई? भेटघाट सन्चै। राजपति धिमाल ड्रेस हो कि राजपति ड्रेस हो? यो धिमाल जस्तै देखिन्छ त। एउटै पसल हो? जेरीको एउटै पसल हो यो दुईटै? यति मिठो जेरी। आम्मामा मिठो भन्दा पनि राम्रो छ है। के खाने? जेरी खाऊँ? यो पातलो जेरी खाऊँ त? पनि कपाडी छिराउनु भएको छ यार जेरीको यार। जानै बाटो जाम म त नि। अनि आम्मामा यस्तो भिड। चाहिँ दिमाल जात्रीहरूको चाहिँ मन्दिर खान पनि भन्न सकिन्छ। यहाँ चाहिँ दिमाल जातिहरूले आफ्नो संस्कृति कला चाहिँ म अहिले नजिकै गएर पनि देखाउने छु। यो चाहिँ हाम्रो दिमाल जातिको मन्दिर। यहाँ चाहिँ पूजापाठ गरिने गरिन्छ। यहाँ बलिदेखि लिएर सम्पूर्ण चढाउने काम गरिन्छ। अब यहाँ चाहिँ ट्याङ कहाँ